हेलो गाइज, आज म एउटा एकदमै स्पाइसी खुर्सानीको अचारको रेसिपी लिएर आएकी छु। केही दिन अगाडि चाहिँ म मेरो भाइकोमा गएको थिएँ। त्यहाँ मलाई चाहिँ भाइहरूले चाहिँ रातो खुर्सानीको अचार भातसँगै सर्भ गरेका थिए। त्यो एकदमै स्वादिष्ट थियो। अनि मैले भाइहरूलाई प्लिज भाइहरू, म कलेज जाँदैछु, मलाई पनि अचार बनाइदेऊ न भनेर रिक्वेस्ट गरेँ। अनि भाइहरूले चाहिँ हुन्छ दिदी बनाइदिन्छौँ भनेर चाहिँ अब चाहिँ खुर्सानीको अचार चाहिँ बनाउँदैछु। हामीले चाहिँ लगभग 1 पाउ जति खुर्सानी ल्याएको थियौँ र चाहिँ थोरै तेलमा चाहिँ लगभग 4-5 मिनटसम्मको लागि चाहिँ खुर्सानी भुट्छौँ। र हामीले चाहिँ तिल अनि दालचिनी, खुर्सानी, टिमुरको छोप रेडी पारेका छौँ। र यो खुर्सानीलाई चाहिँ हामीले चाहिँ मिक्सचरमा राखेर चाहिँ मजाले पिस्छौँ। अब पिसिसकेको खुर्सानीमा चाहिँ हामीले 2 चम्चा जति नुन, 2 चम्चा जति चिनी हाल्छौँ। हजुरले चाहिँ यसलाई स्वादअनुसार चाहिँ आफ्नो हिसाबले चाहिँ हाल्दा हुन्छ। र हजुरले चाहिँ यो सबै प्रोसेस गर्दाखेरि चाहिँ प्लास्टिक ग्लोभ्स लगाएर गर्दाखेरि चाहिँ निकै नै सुरक्षित हुने गर्छ। अब चाहिँ हामी 2-3 चम्चा जति धुलो खुर्सानी, 2-3 चम्चा जति चाहिँ टिमुरको छोप हाल्छौँ। हजुरले चाहिँ टिमुरको छोप चाहिँ स्वादअनुसार हाल्दा हुन्छ। अब हामी चाहिँ लसुनको पेस्ट 2-3 चम्चा हाल्छौँ र त्यसै अनुसार चाहिँ अदुवाको पेस्ट पनि 2-3 चम्चा नै हाल्छौँ। र यसलाई चाहिँ मजाले मिक्स गर्छौँ र एउटा राम्रो पेस्ट तयार पार्छौँ। लगभग 4-5 मिनट जति चाहिँ हामीले यसलाई मजाले मिक्स गर्छौँ। अब तेजपत्ता, स्टार, ल्वाङ र दालचिनीको मसला चाहिँ हामी रेडी पार्छौँ। र अघि रेडी भएको चाहिँ खुर्सानीको पेस्टमा चाहिँ हामीले चाहिँ थोरै तिल हाल्छौँ। हजुरले चाहिँ तिल भुटेर हाल्दा पनि हुन्छ। र अब चाहिँ तातेको तेलमा चाहिँ अहिलेको मसलाहरू चाहिँ हाल्छौँ। अब यसमा चाहिँ हामीले चाहिँ प्याजको पत्ता र धनियाँको पत्ता पनि हालेर चाहिँ लगभग मजाले यसको फ्लेभर आउने गरी चाहिँ तेलमा चाहिँ भुट्छौँ। हामीले चाहिँ थोरै लसुन र अदुवाको पेस्ट पनि राखेका छौँ। कलरिङको लागि चाहिँ हामीले 4-5 चम्चा जति सोया सस हाल्छौँ। हजुरले चाहिँ यो स्टेप चाहिँ एक्सक्लुड गर्दा हुन्छ। मसला हालेर भुटेको तेल चाहिँ अब हामीले चाहिँ त्यही खुर्सानीको अचारमा हाल्छौँ। यो चाहिँ हामीले चाहिँ फ्लेभरको लागि हालेका थियौँ। लगभग 1 पाउ खुर्सानीको अचार चाहिँ आधा केजी को बाटामा अट्यो। हजुरहरूले पनि यसरी नै खुर्सानीको अचार बनाएर खानुहोला। यसमा चाहिँ बदाम अथवा तिल हालेर मिठो बनाएर खानुहोला।